when I see you again. No. पहिलो डोजको म्याच सकिन लागेपछि दोस्रो चरणको जेन्जी थेरापीका लागि देउवाको नेपाल पुनरागमन। देश सकेकाहरू अब कांग्रेस सक्ने होडमा कसिएका छन्। नेपाली जनता के भन्छ? मैं कब हो गया ये? देउवालाई किन यति धेरै सपोर्ट आज यति धेरै मान्छे हुनुहुँदो रहेछ नसोचेको भन्दा धेरै हुनुहुँदो रहेछ जस्तो लाग्यो। माया यति चोखो यति मिठो देउला तिमलाई माया बिर्सने छन् साराले पुराना प्रेमका कथा। माया हो सबै जतिको माया। आज धेरैजना पश्चिमको साथीहरू हुनुहुँदो रहेछ त। पश्चिमलाई चिनाकै देउवाले हुन् त दाइ। अरु के भन्न चाहनुहुन्छ? गगन थापालाई के भन्न चाहनुहुन्छ तपाईँ? गगन थापालाई मात्र हैन अहिलेको यो घन्टेहरुलाई पनि हामी के भन्न चाहन्छु भने सिरे आइसक्यो। होइन हो शेरे पिपलको छायाले कहाँबाट कि कहाँ पुगिया देउबाकी मायाले। शेरबहादुर देउपा नै हामीलाई सभापति पनि आउने दिनमा प्रधानमन्त्री पनि शेरबहादुर देउपा नै हामीलाई चाहियो। स्वागतको लागि के तयारी गरेर आउनु भएको छ? के तयारी गर्नु? भेट्ने लिएर जाने नि। भेट हुन दिएनन् भने प्रहरीले? होइन प्रहरी दिएन भने भोलि भेट्ने नि। त्यही त धड्कन हो हाम्रोमा। आज दिदी र शेरबहादुर देउपा भनेको हाम्रो मुटुको धड्कन हो। होइन होला। अबको केही दिनमा हामी 84मा पुरा शेरबहादुर देउवालाई लिएर हामी प्रधानमन्त्री हुनेछौँ। यो दृश्य हेरौँ, यो ठाटबाट हेरौँ, यो शान र सौखत हेरौँ। एआई हो एआई, यो सबै एआई हो। कांग्रेस नै भन्छु, झोले भनुन् जे भनुन् आई डोन्ट केयर। बच्चादेखि नै मेरो बाउ मम्मीले चाहिँ कांग्रेस नै रोजिरहेको थियो अनि त्यही भएर चाहिँ हामीले पनि कांग्रेस नै रोजिरहेको हो। एकदम राम्रो गरिरहेको छ। फुटेर आउले भन्छ। त्योभन्दा अगाडि भइसकेको थियो नेता जस्तो धेरै राम्रो गरिसकेको थियो। 7-7 चोटि प्रधानमन्त्री हुनु भनेको धेरै राम्रो कुरा हो। 7-7 चोटि प्रधानमन्त्री हुनु भनेको धेरै राम्रो कुरा हो।